सम्पूर्ण भ्युअर्सलाई चाहिँ स्वागत जनाउँदै है आज भने चाहिँ हामीले लक्ष्मी पूजा मनाउँदैछ। लक्ष्मी पूजा के कस्तो मनाउँछ हामीले है हाम्रो भिडियोलाई लगातार रूपमा हेर्नुहोस् होला। अब भने त अब आज नै गाई पुस्छ है, गाई पनि पुछारे पुस्नु आँटेको छ। तपाईले गाई पनि पुस्नु हेर्न सक्नुहुन्छ। गाई पुसेर चाहिँ त्यहाँदेखि लक्ष्मी पुस्छ है। तपाईले हाम्रो भिडियो दामी यो चाहिँ पुस्नु थाले। यो पड्काउनु पनि पर्छ हैन लास्टमा चाहिँ राम्रो देखियो फुल है। सबै अर्ग्यानिक हो यो चाहिँ बजारी हैन है। बाख्राहरु छक्कै परे हेरे त। गाईलाई पुस्नु थाल्नु पुसैले दुईटालाई लगाइदिनु पर्यो त अन्त टिकाहरु। दुईटै छ नि माला। दुधको स्वादै पसले नि पानी भित्र है। फुलमा काट्नु न। फुल कम्ती छ। लक्ष्मी माताको पूजा। गौमाता हो। रातो पर भित्र पनि छ मेरो गौमाता। बच्चालाई बच्चालाई पनि गरिदिनु। चलेर के गौमाता गाली पनि गर्नुपर्ने। सेतो होला एकछिन अड्किन हुन्छ हो। लक्ष्मी पुस गाई पुसेर चाहिँ यसो गर्छ नि त। खोइ कान कम्ती टुनुनु गरेन त। मेरो चाहिँ लक्ष्मीको यस्तो बनाएको छु है। तर यो त अब अलिक रेडी भएको छैन। एकछिनबाट चाहिँ पूजा सुजा गरेर त बनाउनु पर्छ। भाग्यमा नि कताबाट त्यो परे पैसा ल पैसा दिने ल पर्खिन्छन् ल तँलाई अनि तँलाई निकै दिनुपर्छ नि ल। यसलाई पैसा दिनुपर्छ। यसलाई पैसा यो पनि यो प्रसाद हाम्रो नानीले कहाँ पापु खाएर पहिला नखा लु ढोक गर्नु नि त देउतालाई। मुखमा नहाले त्यो पैसा उठेर देउतालाई ढोक लक्ष्मीलाई अझै उता फर्केर नमस्ते गरेको है। नमस्ते यसो गर अझै गर 3 ताल गर्नुहोस्। अझै 1 ताल अझै 1 ताल ल उता जोतिन्छ है। मलाई पढ्नुहोस् भन्न बाई अरे उता लक्ष्मी मातालाई गर्नु पर्यो नि। म चाहिँ पुसिसक्यौँ। यस्तो बनाएको छौँ है हामीले चाहिँ। यहाँ चाहिँ हाम्रो खाना खायो ल माथि पुसा उयो गर्नु जान्छु नि। ल साँझले के छिटो पनि बनाएछ ल चाप्लीसँग आइदिँदैछु। यतै साँगा दादाले बनाऊ है। एउटा उयो आइफा खान्छु ल। झिलिली भइरहेछ सबै। अंकित का घर। हाँ
ए अंकितले बनाएको के कसको हो त्यो हाम्रो छोटे दियो बालियो सजना औँसीको दिन गाई प्यारो भैलो औँसीको दिन गाई प्यारो भैलो हामी जान्छौँ औँसीको दिन गाई प्यारो भैलो सदामा आउने आज आउने अहिले औँसीको दिन गाई प्यारो भैलो चिन्ता चिर्दा औँसीको दिन गाई प्यारो भैलो माथिको निस्काना औँसीको दिन गाई प्यारो औँसीको दिन गाई प्यारो भैलो दिने भए सिधा देऊ नदिने भए सिधा देऊ औँसीको दिन गाई प्यारो भैलो पोल्छ साक्षी औँसीको दिन गाई प्यारो भैलो कुसो गर्दैछ बामुके भाइ बोल्दैछ औँसीको दिन गाई प्यारो भैलो औँसीको दिन गाई प्यारो भैलो दसैँमा लिपेको भित्ता दही र चामलले यसै घरको लक्ष्मीले पानी छुँदा तेलै आउन् लाखै यसै घरको लक्ष्मीले माटो छुँदा नै आउन् लाखै बरिसो यसै घरका परिवार पन्छी उड्दाखेरि सूर्य ढाकुन् लाखै बरिसो यसैमा घरको परिवार पन्छी बस्दाखेरि आँगन ढाकुन् लाखै बरिसो यसैमा घरको लाला बाला दुबो दैसो मौली रहन् लाखै बरिसो यसैमा घरको
भएर जाउन् लाखै बढीको। अरू पनि भन्नु मिलाउँदै भन्नु जे आशिष दिनु मलाई त्यस्तै भयो आफ्नो किन भन्यो छुदा तेलै हाउन् लाखै बढीको। यसै घरको लक्ष्मीले माटो छुदा नै हाउन् लाखै बढीको। लेखाको औलको काने भैलीले जानेको यदि नै जाने लाखै बढीको। मधेसैको कालो लालो सबैको झर्के थाल लाखै बढीको। औलको काने लेखाको माने भैलीले जानेको यतिकै जाने लाखै बढीको। उसले त्यसो पहिला भन्दा त त्यहाँ बताउ पैसा टिप्नु त्यहाँदेखि हो त्यहाँ फुल छर्नु भगवान्लाई सबले ढोक गर्दै जानु। राजा पण्डित बाजेले भने त पण्डित बाजेले मैले दिइहालेँ लु त्यस्तै ओके ओके खानुपर्छ सधैँ दिन यसरी आशीर्वाद यसरी नै पुगेर जाओस् हो हामी कन्या केटीहरूले दिएको आशीर्वाद। अब होइन अब भन्ने उसको दिन बहिनीले गर्यो यसरी बहिनी अब बोजूहरू पनि कन्या नै हुन्छ औँसीको दिन सबैजना कन्या नै भएर दुई दिन पुग्यो। भुइँको होइन यहाँ गर्न ल पैसा पनि चम्पु नै छ लु ढोक यता सारिदिनु यहाँ राखिदिनु अलिक बिचमा। लु ढोक गर्दै जानु ढोक गर्दै जानु। ल बजाउँ ढोक गर्नु मङ्कीले चियाको जस्तो